डोनेसन उठाउनुपर्ने अवस्था छ। त्यही भएको हुनाले म नेपाल जाने बित्तिकै शिक्षा मन्त्रीलाई अगाडि राखेर म खलेन्द्रजी जस्तो नमस्कार गरेर होइन कि अगाडि राखेर औँला ठड्याएर सिधै भन्छु एनओसी गर्नभन्दा अगाडि बिमा नगरी नेपालीहरू यहाँ ल्याउन पाइँदैन। त्यो हामी अगाडि बढाउँछौँ किनभने त्यो एउटा कुरो। अर्को वर्किङ भिसाको कुरा छ। अब नेपालबाट ल्याउने हेर्नुहोस् है, फेरि अरू कसैले गरे आउँदैन, हाम्रो वरिपरि भएकै मान्छेले गरे आउने है, टाढा मान्छेले गर्दैन। अब नेपालबाट तपाईँको कुक भिसा भनेर ल्याएर तपाईँको 2 लाख 3 लाख 4 लाख तलब हुन्छ भन्ने यहाँ आएर 60,000 तलब दिने 80,000 तलब दिने तिनीहरूलाई कारवाही गर्ने हो नेपालमा, तिनीहरूको धन्दा बन्द गर्ने हो। त्यहाँभन्दा अरू दायाँ कुरो छैन। हामी निरन्तर खबरदारी गर्छौँ। हामी श्रम मन्त्रीसँग बस्छौँ, गृहमन्त्रीसँग बस्छौँ, आवश्यक पऱ्यो भने त्यसपछि मात्र हामी संसदमा यो खबरदारी गर्छौँ। हामी स्ट्रिक्ट भएर लाग्छौँ। यसपटक हामी दायाँ बायाँ गर्दैनौँ। मैले यो जापान लगायत विश्वका अहिलेसम्म 6-7वटा देश घुमिसकेँ। हरेक देशबाट गएपछि एउटा न एउटा समस्याको समाधान गरेको छु मैले। अमेरिका गयो, अमेरिकामा के थियो, महामारी दूतावास थिएन। सबैले भने त्यो आजु देवा राणासँग तपाईँ जति 1000 पटक गाली गर्नुहोस्, तर उहाँले महामारी दूतावास गठन गरिदिनु भयो र नेपालीले सुख पाथे। अहिले सोडी माग्नेले कटौती गर्दैन। अब राजदूतावासलाई गाली गर्नुहुन्छ तपाईँ यहाँ बसेर, ठाडोहाल लगाएर गाली गर्नुहुन्छ, म पनि गाली गर्छु। जानुभएको छ कर्मचारी कतिजना छन्? 700 जना जापानमा नेपाली हुँदा पनि 4 जना कर्मचारी हो। अहिले 3.5 लाख हुँदाखेरि पनि 4 जना कर्मचारी छ। अब त्यो हुँदैन, कर्मचारी बढाउनुपर्छ। एउटा गाउँपालिकामा 5000 जनसङ्ख्या हुन्छ, त्यहाँ 200 जना कर्मचारी हुने गाउँपालिकामा, अनि 3.5 लाख जनसङ्ख्या भएको त हामी सबै नेपाली हो नि। यहाँ हामी 4 जना कर्मचारीले काम गर्न सकिन्छ? तपाईँहरू सक्नुहुन्छ? त्यो भएको हुनाले राज्यलाई, सरकारलाई जापानमा कर्मचारी थप भनेर पनि म लिएर जान्छु र यदि गरेन भने म संसदमा त्यसको आवाज उठाउँछु। किनभने यो गर्नुपर्ने अवस्था छ। किनभने अब यही हो हामीले गर्ने प्रतिबद्धता। र अनि अर्को एउटा